हाम्रो जीवन कति रमाइलो छ हैन र? बिहान उठ्ने बित्तिकै मोबाइल हेर्छौँ, सपना पुरा भयो कि फेसबुकमा लाइक थपियो भनेर। कहिलेकाहीँ त लाग्छ हाम्रा जिन्दगीका सबै उपलब्धिहरू स्टोरीको भ्यू काउन्टमा मापन हुन्छन्। तर गहिराइमा हेर्दा हाम्रो जीवन त साकुरा फुल जस्तै हो, सुन्दर, नाजुक र छोटो समयका लागि मात्र फुल्ने। तर जब फुल्छ त्यो सुन्दरताले सबैलाई मन्त्रमुग्ध बनाउँछ। साकुरा फुल जस्तै हामी पनि जीवनमा हाँस्ने, रुने, गल्ती गर्ने र फेरि उठ्ने क्रममा अघि बढिरहेका हुन्छौँ। साकुरा जस्तै हाम्रो जीवन पनि सधैँ स्थायी हुँदैन, तर त्यसले छोड्ने प्रभाव गहिरो हुन्छ, विशेष गरी परिवारमा। परिवार हामीलाई बिना शर्त माया गर्ने ती अनुहारहरू, आमाको मायालु हात, बुवाको थकाइको बावजुद हँसिलो अनुहार, दाजुभाइ दिदी बहिनीको झगडामै लुकेको माया, साकुरा जस्तै तिनीहरूको स्नेह पनि कहिल्यै अल्पकालीन हुँदैन, बरु मनभित्र गहिराइमा बस्ने हुन्छ। हामी जीवनको हरेक मोडमा केही न केही खोजिरहेका हुन्छौँ। कहिलेकाहीँ त्यो खोज धर्म वा आध्यात्मिकसम्म पुग्छ। शान्तिको खोजी, आफैलाई चिनेको अनुभूति अनि जीवनको गहिरो अर्थ पत्ता लगाउने चाहना। यी सबै साकुराको पातहरू जस्तै हल्का हावासँगै बग्दै हामीलाई आफ्नै अस्तित्व सम्झाइरहन्छ। र काम, हाम्रो परिश्रम, हाम्रो सङ्घर्ष, हाम्रो सपना साकार पार्ने यात्रा। साकुरा फुल्न अघि कति मेहनत लाग्छ होला हैन र? त्यसै गरी हाम्रो सफलता पनि सुन्दर फुल जस्तै हुन्छ, जुन मेहनतको बिउ रोपेर धैर्यको मल हालेर आँसुको पानीले सिँगारेर फुल्ने कुरा। अन्त्यमा साकुरा जस्तै हाम्रो जीवन पनि छोटो हुन्छ, तर यदि हामीले यो यात्राले प्रेम, समर्पण र कृतज्ञताले भयो भने हाम्रो जीवन पनि अरूको लागि प्रेरणादायी र यादगार हुन सक्छ। आज साकुराको पृष्ठभूमिमा तपाईँ देख्नुभएको हरेक झरिरहेको पात हाम्रो जीवनका क्षणहरू जस्तै छन्, क्षणिक तर अमूल्य।